सो हाई एभ्रिवान, नमस्ते सम्पूर्णमा। आज चाहिँ म भद्रपुर बजार गएको थिएँ है। यस्तो घाम थियो र पनि देख्न सक्नुहुन्छ खलखल पसिना हुँदै हामी चाहिँ गइरहेको थियौँ दिदी र म। हामी चाहिँ दुईजनाकै काम थियो र देख्न सक्नुहुन्छ यहाँ चिया बगान हाम्रो भद्रपुर बजार यो भित्री बाटो हो र यहाँ गौशालाको लागि गाईहरूको लागि रोपिएको घाँसहरू छ र यहाँ चाहिँ कृष्ण मन्दिर। हामी चाहिँ फाइनल्ली बजार पनि आइपुग्यौँ है। देख्न सक्नुहुन्छ बजारको भ्यू। हाम्रो चाहिँ यस्तै छ भद्रपुर बजार है। सबै कुराहरू अभाइलेबल छ यहाँ चाहिँ। हाम्रो चाहिँ नजिकैको बजार पर्छ नि त, त्यही भएर हामी चाहिँ यहीँ आउने गरेको छौँ जहिले सपिङ गर्नको लागि। र आज मेरो चाहिँ थोरै पूजाको सामग्रीहरू र किरानाहरू हरेक कुराहरू मेरो सकिरहेको थियो, त्यही भएर म आज चाहिँ सपिङ गर्नको लागि आएको छु। र यो चाहिँ हाम्रो प्रकाश दाइको पसल हो। यहाँ चाहिँ सबै सामानहरू एकै ठाउँमा उपलब्ध हुन्छ। कपडाहरू पनि उहाँले मगाइदिनुहुन्छ है, हजुरहरूलाई चाहिएको छ भने। र हामी चाहिँ किनिसकेर गयौँ चटपटे पानीपुरी खानको लागि दिदी र म। सो मलाई चाहिँ भद्रपुर बजार आएपछि चटपटे र यो पानीपुरी खानै पर्छ। यो चाहिँ होममेड पानीपुरी हो, देख्न सक्नुहुन्छ एकदमै मिठो हुन्छ है। मलाई चाहिँ नखाइ चित्तै बुझ्दैन, अनि मैले लिए चटपटे, अनि दिदी र म भएर चटपटे पनि खाँदै थियौँ। र अलिकति कपडा पनि किन्नुपर्ने थियो, मैले लिइहालेँ पसलबाट। सो अब चाहिँ म हजुरहरूलाई थोरै भ्यू देखाउँदैछु भद्रपुर बजारको है। भद्रपुर बजार हाम्रो यस्तै छ, हरेक कुराहरू यहाँ सुपथ मूल्यमा पाइन्छ। तरकारीहरू छ, फलफुलहरू छ है, हजुरहरूले अफोर्डेबल प्राइसमा पाउन सक्नुहुन्छ सामानहरू। र मैले अलिकति कस्मेटिक पनि लिनु थियो। मेरो चाहिँ आज सबै कुराहरू सपिङ गर्नु थियो, सबै त सकिएको थियो, त्यही भएर म गइरहेको थिएँ। अनि यहाँ दिदीले यहाँ पेट्रोल हाल्नको लागि गाडी पनि रोक्नु भएको थियो एकैछिन। अनि पछि मैले चाहिँ यसरी सामानहरू सबै ल्याएको थिएँ। पूजाको आइटम भयो, कपडाहरू है, सबै सामानहरू। अनि मेरो बाथरुमको लागि सामानहरू, किराना भयो, कस्मेटिक भयो, मैले हरेक कुराहरू आज लिएर आएको छु। यहाँ भिडियोमा सबै त देखाएको छैन, तर मैले चाहिँ आज धेरै नै सपिङ गरेर आएँ साथीहरू। र त अब घर आइसकेर पनि यहाँ हाम्रो कृषिबाट, हाम्रो समूहबाट बिरुवाहरू बाँडिराख्नु भएको थियो। सो बिरुवाहरू मैले पनि एउटा पाएँ।